के तपाईँ F1 भिजामा हुनुहुन्छ and you want to start your own business in USA, then stop scrolling. This video is for you. Yo, what's up guys? Welcome back to my new video, and I'm starting a new series where in every part I'll break down one step to help you start your own business in USA. So let's start. So यो सिरिजको फर्स्ट भिडियोमा चाहिँ we'll be talking about how to register your company or how to register your LLC हैन in different state. So सुरुमा चाहिँ तपाईले के गर्नुपर्ने हुन्छ भन्दा चाहिँ सुरुमा चाहिँ you have to pick your state. Like for example choose a state जहाँ चाहिँ तपाईँ बस्नुहुन्छ, जहाँ चाहिँ तपाईले आफ्नो कस्टमरहरू लिनुहुन्छ, जहाँ चाहिँ तपाईको फिजिकल स्टोर हुन्छ. That's going to be your very first step. For example म चाहिँ आर्कान्सामा छु. So my state going to be Arkansas. So आर्कान्साको सेक्रेटरी अफिसमा गएर चाहिँ I'll be registering my company है. For example तपाईँ टेक्सासमा हुनुहुन्छ भने टेक्सासमा. So तपाईँ मेरील्यान्डमा हुनुहुन्छ भने मेरील्यान्डमा. So जहाँ हुनुहुन्छ तपाईँ, जहाँ तपाईँ आफ्नो कस्टमर लिनुहुन्छ, that's going to be your state. Alright. So तपाईले अब डिसाइड गरिसक्नु भयो हैन कुन स्टेटमा बिजनेस गर्ने भनेपछि हैन. अब त्यसपछि तपाईको नेक्स्ट स्टेप हुन्छ तपाईको अब नाम छान्ने. तपाईको अब एलएलसी को नाम, कम्पनीको नाम के राख्ने त अब है. कम्पनीको नाम राख्दाखेरि चाहिँ जहिले पनि तपाईको नाम चाहिँ युनिक हुनुपर्छ हैन. अनि त्यो चाहिँ अलिकति नामपछि लास्टमा एलएलसी हुनुपर्छ. त्यो चाहिँ एकदम कम्पल्सरी छ है. अनि तपाईले चाहिँ अब लाग्ला नि त अब कति धेरै नामहरु छन् है. अब के थाहा अब युनिक कसरी थाहा पाउने त्यो नाम युनिक छ कि छैन भन्ने कुरा चाहिँ यु क्यान गो टु स्टेटको सेक्रेटरी अफ स्टेटको वेबसाइटमा गएर यु क्यान जस्ट लुक फर द नेम है. इफ त्यो अलरेडी छ भने यु क्यान टेक द्याट नेम. इफ त्यो छैन भने चाहिँ यु क्यान टेक इट. So that's going to be your next step. Okay, so तपाईले नाम त पाउनु भयो हैन. अब नाम पछि तपाईको नेक्स्ट स्टेप के हुन्छ भन्दा चाहिँ you will need to find a register agent. Register agent भन्दा के हो भन्दा चाहिँ उनीहरुले चाहिँ हजुरको बिहाफमा स्टेटको नोटिस या फिर अब के लिगल नोटिसहरु आयो भने चाहिँ हजुरको बिहाफमा उनीहरुले लिदिन्छ है अनि हजुरलाई नोटिफाई गरिदिन्छ. त्यसले गर्दा तपाईको के हुन्छ हेल्प हुन्छ भन्दा चाहिँ हजुरको अब पर्सनल प्रपर्टी, पर्सनल एड्रेस चाहिँ कतै पनि इन्भल्भ भएन है. द्याट्स द ओन्ली थिङ. अनि त्यसपछि उनीहरुले हेल्प पनि गरिदिन्छ तपाईहरु कति नोटिसहरुमा है. अनि त्यसपछि तपाईहरुले अब त्यो कहाँ पाउने त रेजिस्टर एजेन्टहरु भन्दा चाहिँ यु क्यान जस्ट लुक लोकली पनि, लोकल जहाँ हुनुहुन्छ तपाई त्यहाँ नि भेट्न सक्नुहुन्छ तपाईले या फिर यु क्यान जस्ट गो अनलाइन पनि भेट्नुहुन्छ. So finally you should be good to open your own LLC है त. So just अब तपाईले आफ्नो स्टेट छान्नु भयो, तपाईले आफ्नो नाम छान्नु भयो, एउटा रजिस्टर एजेन्ट पनि हायर गर्नु भयो. So just fill up all the form, LLC को फर्म भर्नुस्, त्यहाँ सबै इन्फर्मेसन हाल्नुस्, आफ्नो नाम हाल्नुस्, कम्पनीको नाम हाल्नुस्, DBA हाल्नुस्. DBA भनेको चाहिँ डुइङ बिजनेस एज है. तपाईले आफ्नो स्टोरको नाम के राख्ने त भनेर त्यो त्यो पनि तपाईले राख्नुपर्ने हुन्छ है. अनि त्यो राख्नुस्. अनि त्यसपछि फी पे गर्नुस्. 50 हुन्छ या फिर इट डिपेन्ड्स. अब मेरो स्टेटमा चाहिँ 50 छ. इट डिपेन्ड्स अन स्टेट टु स्टेट. अब कुनै स्टेटमा बढी हुन्छ कुनै स्टेटमा कम हुन सक्छ हैन. सो फी पे गर्नुस् अनि इट माइट टेक अ वीक भन्छु. मेरो चाहिँ 3-4 दिनमा आएको थियो. सो 3-4 दिनमा चाहिँ यु विल ह्याभ योर सर्टिफिकेट आउँछ तपाईको कम्पनी रेजिस्टर भएको and you will have your own company. And thank you so much for watching my video. If you really liked my video, make sure you hit the like button. अनि त्यो सँगसँगै if you have any questions, any confusions, then please comment down below and I'll be more than happy to help you. And don't forget to follow for part 2. Thank you.